नमस्ते। हामी सबैले माता तीर्थ औँसीमा आमाको मुख हेऱ्यौँ होला। हामीलाई जन्म दिने आमा र यो सम्पूर्ण जगतलाई जन्म दिने जगत जननी आमा र त्यो ऊर्जाको चाहिँ स्वरूप यस्तो स्वरूप हुन्छ। यसलाई यो होल एक्जिस्टेन्सलाई चाहिँ ज्यामिति स्वरूपमा देखाएको, यसलाई यन्त्र पनि भनिन्छ। यसको सेन्टरमा एउटा थोप्ला र ट्रेङ्गल हुन्छ, जसलाई हामी यसरी पनि हेर्न सक्छौँ। यो थोप्ला भयो र यो एउटा ट्रेङ्गल। यो थोप्लाले के जनाउँछ भने शिवत्वलाई जनाउँछ अथवा महाविष्णु स्वरूपलाई जनाउँछ होइन। यसलाई शिवत्व पनि भनिन्छ, महाविष्णु स्वरूप पनि भनिन्छ। यो डटलाई जहाँ चाहिँ प्रकृति र पुरुष एक भएर मिलन हुन्छ, जहाँ चाहिँ शिव र शक्ति दुइटै मिलन हुन्छ होइन, त्यो अवस्थालाई यो डट अवस्थाले जनाइन्छ। जहाँ चाहिँ अब्जर्भर र अब्जर्भेसन सबै मिलेपछि जुन तत्त्व बाँकी रहन्छ त्यसलाई डटले जनाइन्छ। शिवत्व, महाविष्णु स्वरूप अथवा महाशून्य, यो जे भन्छ यो डटले जनाइन्छ होइन। यो सम्पूर्ण होल एक्जिस्टेन्सको मूल बिन्दु, जसलाई चाहिँ हामीले विभिन्न नामले हामीले एक्सप्लेन गर्छौँ, यो डटले जनाइन्छ। अनि यो डटलाई चाहिँ जस्तै तपाईँले क्षीरसागरलाई पनि हुन्छ। क्षीरसागर भनेको कुनै सागर होइन, शुद्ध दुधको सागर भनेको त्यो पूर्ण चैतन्य शिवत्व स्वरूपलाई यसले जनाइन्छ भने यो तिनवटा जुन छ ट्रेङ्गल, यसमा अब्जर्भड र अब्जर्भेसन तिनवटा जनाउँछ यो ट्रेङ्गलले। अब्जर्भर, अब्जर्भड र अब्जर्भेसन। कुनै पनि चिज यसबाट दुईवटा चिज हुन्छ, पुरुष जसले अब्जर्भ गर्छ, अब्जर्भर भयो पुरुष, अनि जुन चिजलाई अब्जर्भ गर्छ त्यसलाई प्रकृति भनिन्छ, र अब्जर्भेसन जुन हुन्छ त्यसलाई अहङ्कार, महतत्व भन्छ होइन। अब जस्तै अब त्यही शिवत्व, यही जुन शिवत्व छ त्यही शिवत्वको देखिने पक्ष होइन, जुन चिज देखिन्छ त्यसलाई प्रकृति भनिन्छ, र जुन चिजले हेर्छ त्यसलाई पुरुष भनिन्छ। अनि त्यो हेर्नको लागि जुन इन्टलेक्ट युज गरिन्छ त्यो महतत्व, त्यसलाई महतत्व भनिन्छ। र त्यही महतत्व हेरेपछि उसले आफ्नो एउटा आइडेन्टिफिकेसन, टेम्पोररी आइडेन्टिफिकेसन बनाउँछ, जसलाई अहङ्कार, ब्रह्मरूप भनिन्छ। जस्तै तपाईँले कुनै पनि उसमा हेर्नुभएको होला कि यही सेन्टरमा यही हुन्छ यहाँ पनि। अब तपाईँले हेर्नुभएको होला कि कुनै पनि केमा भन्दाखेरि तपाईँले विष्णु चाहिँ चट्ट क्षीरसागरमा सुत्नुभएको, अनि अनन्त शेषहरूमा सुत्नुभएको देख्नुभएको होला। अनि अनन्त शेषबाट विष्णुको नाभिबाट चाहिँ कमल निक्लिएको, र कमलमा चाहिँ ब्रह्माजी देख्नुभएको होला। यसको सिम्बोलिक मिनिङ के हुन्छ भन्दाखेरि जुन क्षीरसागर छ, जहाँ त्यो सम्पूर्ण क्षीरसागरमै विष्णु हुनुहुन्छ, क्षीरसागरमै अनन्त छ भनेको अर्थ के हुन्छ भन्दाखेरि क्षीरसागर भनेको त्यो पूर्ण शिवत्व होइन, महाविष्णु स्वरूप। त्यही महाविष्णु स्वरूपमा जुन एक किसिमको डान्स भन्नेलाई पनि बुझ्न सकिन्छ। जस्तै एउटा डान्सरभित्रै डान्स लुकेको हुन्छ नि त, उसले ननाचुन्जेलसम्म कोही व्यक्ति नाचेन भने त्यो डान्स भित्रै हुन्छ, तर देखिएको बाहिर प्राकट्य भएको हुँदैन होइन। त्यो डान्स प्राकट्य नहुँदा पनि डान्सरभित्रै जुन डान्स बसेको हुन्छ त्यसलाई नै हामी क्षीरसागर भन्छ होइन। क्षीरसागर यो बिन्दु, त्यही यो बिन्दुले जनाइन्छ भनेको प्रकृति र पुरुषको एकै सिक्काको मा रहेको अवस्था होइन। जब पुरुषले चाहिँ अब्जर्भ गर्न खोज्छ, जब पुरुषले के गर्न खोज्छ भन्दाखेरि आफ्नै नित्यको अनुभूति गर्छ आफ्नै इन्टेलिजेन्सद्वारा भनेको। जब उसले हेर्न खोज्ने बित्तिकै दुईवटा चिज बन्छ, एउटा पुरुष बन्छ र अर्को उसले हेर्न खोजेको आफ्नै स्वरूप प्रकृति बन्छ, र हेर्नको लागि जुन इन्टलेक्ट युज गर्यो महतत्व बन्छ। यहाँदेखि हाम्रो सृष्टि सुरु हुन्छ। अनि के हुन्छ भन्दाखेरि अनि यो हेर्दाखेरि उसले एउटा आइडेन्टिफिकेसन आफ्नो बनाउँछ, टेम्पोररी आइडेन्टिफिकेसन। त्यो हेर्नु भनेको कमल भयो, अनि जुन क्षीरसागर भनेको यो बिचको पोइन्ट भयो होइन। अनि विष्णु भनेको यो हुनुभयो, अनन्त भनेको यताको स्वरूप हुनुभयो, र जुन कमल माथि गयो त्यो भनेको महतत्व भयो। अनि जुन आइडेन्टिफिकेसन बनायो टेम्पोररी आइडेन्टिफिकेसन, त्यो ब्रह्मा हुनुभयो होइन। टेम्पोररी आइडेन्टिफिकेसन अथवा अहङ्कार, त्यही अहङ्कारले चाहिँ डिफ्रेन्ट स्वरूप लिन्छ। जस्तै प्राण बनाउँछ होइन, उपप्राण, नाडी बनाउँछ, मन र इन्द्रिय बनाउँछ, तन्मात्रा
अनि पञ्चमहाभूत बनाउँछ। यो डिफ्रेन्ट ट्रिएङ्गलहरू देखिन्छ नि, यो भनेको त्यही हो। यहाँ डिफ्रेन्ट ट्रिएङ्गल बनाउँछ क्या यो जुन तिन थियो त्यही अब्जर्भर र अब्जर्भेसनबाटै डिफ्रेन्ट स्वरूप बन्छ। यो सृष्टिको डिफ्रेन्ट स्वरूप बन्छ। डाइनामिक फोर्सहरू, प्राणहरू बन्छ। प्राण भनेको चाहिँ शक्तिहरू, ऊर्जाहरू होइन, जुन ऊर्जाले चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट काम गर्छ होइन। अनि त्यो प्राण अनि उपप्राण अनि त्यो प्राण बग्ने नाडी, अनि त्यस पछाडि अनि तन्मात्रा भनेको त्यसको विषयहरू होइन। पञ्चमहाभूत, यो सबै यो जुन जुन सृष्टि छ त्यसलाई यो ट्रिएङ्गलद्वारा देखाइन्छ। यो ट्रिएङ्गल हुँदै हुँदै गइसकेपछि जुन बाहिरको यो कमल आउँछ, यो कमलमा ले चाहिँ अब त्यो बनेको सृष्टिको स्वरूपलाई जनाउँछ, त्यसको अनुभूतिहरू होइन, इन्द्रियका अनुभूतिहरू होइन। अब यसलाई चाहिँ अब सूक्ष्म शरीर भनौँ न, हाम्रो सूक्ष्म शरीरभित्रका अनुभूतिहरू, जसलाई हामी के स्वप्न अथवा सुसुप्ति अवस्थाका शक्तिहरू यहाँ देखिन्छ। अनि यो चाहिँ हाम्रो स्वप्न लेभलका देखिन्छ भने यो जुन यो बाहिर छ, यो चाहिँ हाम्रो यो जुन रिङ छ, यो रिङले चाहिँ के जनाउँछ भन्दाखेरि गुणहरू, हाम्रो सतोगुण, रजोगुण, तमोगुण भनेको भावना, हाम्रो भावना अथवा मनको लेभलहरू। मन एकदम लुकेको मन होइन, अनि एकदम एक्टिभ मन र ब्यालेन्स मन, यो माइन्डको खेल, माइन्डभन्दा बाहिर गएको यो भौतिक जगत, यो दृश्य जगत, जागृत, यो बाहिर रिङभन्दा बाहिर जागृत संसार, अनि योभन्दा भित्र यो कमल छ, यो स्वप्नको संसार, यो सुसुप्तिको संसार, यो डिफ्रेन्ट डाइमेन्सन, र यो भित्र सुसुप्ति अरे स्वप्न, सुसुप्ति, अनि सुसुप्ति भन्दा भित्र तुरीय, अनि सुसुप्ति